लड्डु ल्याइसके। अब आज खुसीको खबरमा सबैलाई लड्डु खुलाउनु पर्ने हुन्छ। लक्ष्मी दिदी युएस जान लाउनु भएको भनेर 50% अफर अन नेल्स। रसुको खै नेल्स देखाइदिनु। रसु र मेरो नेल्स म 2 घण्टा रोएँ। हो माइ गॉड। सबैको लाइफमा स्ट्रगल्स हुन्छ नि त। कति मान्छेहरू कताबाट कता पुगिरा हुन्छ अनि त्यो रिलेट भएर पनि होला एकदमै इमोसन फिल भयो के। जति बेला एन्जिला रोयो त्यति बेला म त रोएँ नन स्टप। शपिङ टाइम। यो नेवारी ब्लाउजको लागि विथ नेवारी गर्ल रसु। रसुले मलाई यहाँ ड्रप गरिदियो। ड्रप रेबे के भनेको ड्रप गरिदियो। आज म ल्यास बनाउन आएको बाहिर रसु। ल्यास डे मेरो आज। Vlogging after 1 week. Hi Rasu. Rasu पनि भोलि हो ल्यास एक्सटेन्सन चाहिँ। अनि आई एम भ्लगिङ आफ्टर 1 week पछि भ्लग बनाउँदैछु। अनि यहाँ चाहिँ अस्ति चोलो अरे नेवारीको त्यो कपडाको लागि चाहिँ सपिङ गर्थ्यौँ। अनि यहाँ ब्लाउज बनाउनु दिएको थियौँ। त्यही भएर ब्लाउज लिन आएको मैले नापिसकेँ। अनि हल्का साइडमा अलिकति के भन्छ त्यसलाई टाइट भयो। त्यही भएर लुज गर्दै हुनुहुन्छ होइन। आज मैले डिफ्रेन्ट ल्यास गरेको के अरे वाइ ल्यास अर्कै डिफ्रेन्टवालाको अलिक हाई भल्युमवाला देखेको यसरी। अनि आई डिड माई नेल्स डन हाम्रो मतिना क्लोज स्टुडियोमा नेल्स गरेको। यो सबै डिजाइन रसुले गरेको। रसु पनि नेल आर्टिस्ट नर्स ओ माई गॉड सबै कुरा। मतिनाको म्यानेजर सबै कुरा हो। किन चुपचाप छौ तिमी आज के हो किन हो माई गॉड। सो त्यही नै हो। अब फेरि त ट्राई गर्दिनँ म किनभने घरमा यति गर्मी सुरु भइसक्यो। अनि आज हेर्नु मेरो आउटफिट आज रसुको आउटफिट लगाएको मैले। मेरो बर्थडेमा मैले गिफ्ट लगाएको रसुले चाहिँ लगाएँ मैले एकचोटि। अब फेरि हो त समरमा एकदम गर्मीमा लगाउनु मिल्दैन नि त। अनि त्यही नै हो। धेरै भएको थियो भ्लग नबनाएको। अब डेली भ्लग बनाउने भएपछि त एक दिन भिडियो नबनाउँदा पनि के के भएन सोध्छु। तर पनि आइएम बिजी हाम्रो मतिनाकोमा अनि नयाँ एरिभल्सहरूमा। अब एकछिन यहाँ वेट गर्छौँ। अनि त्यसपछि स्टुडियो जाने। घरमा पनि उता रामपुरबाट आन्टी अजी अनि प्रिया बहिनी आएको छ। अनि त्यही नै हो। प्लस मेरो अपडेट चाहिँ तितको यता स्टिल राखेको छ नि त। अनि त्यही भएर चाहिँ मैले फुड भिडियोहरू केही पनि बनाउन पाएको छैन। मुकबाङ भिडियोहरू केही पनि बनाउनु पाएको छैन। केही खाना भिडियो बनाउनु पाएको छैन किनभने प्रपर तरिकाले अब भिडियो बनाएपछि त प्रपर हम खानु पर्यो नि त होइन। अनि त्यही हो। त्यही भएर चाहिँ 1 हप्ताबाट म त उता कपाल पनि कट त्यस्तो के गर्न जानुपर्छ क्या सोचिरहेको थिएँ। के भन्छ पछि जाम क्या हो पछि जाम कि अहिले जाम है। अनि 1 हप्ता म होइन भिडियो नबनाउनुको रिजन त्यही हो। अब डेन्टलले गर्दा प्लस मतिनामा म अलि एक्टिभ पनि थिएँ। अनि वी आर हेभिङ अफर 50% अफर अन नेल्स। रसुको खै नेल्स देखाइदिनु। रसु र मेरो नेल्स अफर छ। अनि त्यही नै हो। यो नेवारी ड्रेस चाहिँ स्पेसल ओकेजन स्पेसल दिनको लागि हो होइन। त्यसमै हामी एकदमै बिजी पनि छौँ। त्यही नै हो। के पनि वाचिङ। प्लस आज म खुसी पनि छु। रस पनि त्यो त हजुरलाई पछि थाहा हुन्छ किन के हो भनेर। कमेन्टमा लक्ष्मी दिदीको बिहा हुन लागेको नभन्नु होला। त्यही हो। कमेन्टमा के भन्नु होला लक्ष्मी दिदी युएस जान लाउनु भएको भनेर। कसैलाई थाहा छैन तर कसैलाई थाहा भयो त्यो फ्यान पेज चाहिँ भनेर के आउँछ। ओके भाइ रसुसँग स्कुटरमा रसु राइडरसँग। रसु चाहिँ खतरनाक राइडर हो। अब हजुरलाई थाहा नै छ होला कि मैले स्कुटर चलाउनु भनेको। त्यही भएर रसुको पछाडि यहाँ प्यासेन्जर प्रिन्सेस बनेर चल्नुपर्ने हुन्छ हामी यहाँ यसरी। ब्याक टु स्टुडियो। अनि ल्यास बनाएपछि त आई अलवेज फिल प्रिटी। अनि ल्यास चाहिँ मैले धेरै जस्तो बेन्जु दिदीकोमा बनाउँछु। बेन्जु ब्युटी स्टुडियो जुन चाहिँ शान्तिनगरमा छ यहाँ पोखरामा। अनि योपालि चाहिँ अघि मैले के भने वाइ ल्यास भने तर त्यो चाहिँ WW ल्यास रहेछ होइन। त्यो चाहिँ स्पेसलवाला ल्यास हो। अनि यस युजिङ माइक आफ्टर 1 week भ्लग पनि 1 week पछि बनाएको नि त। अनि आफूलाई अबि जस्तो लागिरहेको। अनि हाम्रोमा चाहिँ अहिले हाम्रो एकदमै धेरै माया गरिदिनु भएको यो लिप लाइनर रिस्टक भइसकेको छ। यो चाहिँ मार्सको हो इन सेड डिप डाउन। यो चाहिँ ब्राउन कलरको लिप लाइनर हो। आई विल सो यसरी लुक एट दिस। अनि सस्तोमा राम्रो हो नि त। यो चाहिँ मार्सको हो। यसमा पहिला हामीसँग 2टा
दुईटा सेट थियो तर अहिले चाहिँ डिप डाउनमा मात्रै रिस्टक भयो किनभने डिप डाउन इज अलिकति डार्क सेड अनि धेरैजनाले मन पराइदिनु भएको भएर चाहिँ फेरि रिस्टक गरेको छु मैले लगाएर देखाउँछु सस्तोमा राम्रो जस्ट एट ₹200 मा लिप लाइनर अब यो चाहिँ मार्सको हो नि त सिनको लागि चाहिँ अलिकति लाइक सिनको 900 1000 पर्छ लिप लाइनरलाई किनभने सिनको चाहिँ पेन्सिलवाला होइन नि त त्यो चाहिँ नर्मली यसरी गर्नु मिल्छ त्यो पनि छिटै रिस्टक हुँदैछ सिनबाट प्रि अर्डरहरू लिएर आउँ त मैले त्यो चाहिँ अब आजमा चेकआउट हुन्छ होला आई थिङ्क होइन एकदम धेरै अर्डर भइसक्यो त्यही भएर अब यो चाहिँ म लगाएर देखाउँछु हजुरहरूलाई मैले चाहिँ भ्यासलिन लगाएको थिएँ क्या अघि नै अनि यो ल्यास भएपछि खासै मेकअप पनि गर्नु पर्दैन यस्तो राम्रो देख्छ वान लाइनमा यस्तो राम्रो हुन्छ रिस्टक गरेको यो चाहिँ अनि एले कलर्सको लिप ग्लसहरू पनि एभाइलेबल छ अहिले हाम्रोमा अनि अर्को भनेको चाहिँ यो मोइस्चराइजिङ हो मोइस्चराइजिङ सिरम बेसी धेरै आयो लिप लाइनर र एउटा ग्लस या फिर अनि मोइस्चराइजिङ सिरम लगाए पनि एकदमै राम्रो देख्छ नि त रिस्टक भइसक्यो एकदमै सस्तो राम्रो लिप लाइनर हजुरहरूको डिमान्डमा म चाहिँ यहाँ लड्डु लिन आएको छु यो वाला लड्डु सो गाइज मैले चाहिँ यहाँ लड्डु ल्याइसकेँ अब आज खुसीको खबरमा सबैलाई लड्डु खुलाउनु पर्ने हुन्छ त्यहाँ घरमा आजीलाई अनि हाम्रो गाउँबाट चाहिँ आन्टीहरू पनि आउनुभएको छ नि त आन्टी अजीको माइतीहरू त्यहाँ हस्पिटलमा चेकअपको लागि प्रिया बहिनी आन्टी अनि हाम्रो कान्छी अजी आउनुभएको छ रामपुरबाट हिजो आउनुभएको सो आज पनि बस्नुहुन्छ अनि सबैलाई मुख मिठाउनु पर्यो अब आज यस्तो खुसीको खबर बिहान खुसीको खबर सुनेको छ अब यो अहिले भिडियोमा त भन्नु मिल्दैन तर पनि अनि स्टुडियोमा सबैलाई नि खुलाउनु पर्यो यो लड्डु गाइज अनि आन्टीहरू चाहिँ पोखरा अब कहिलेकाहीँ आउनुहुन्छ त अनि आएको बेलामा चाहिँ फिल्म हेर्न जाऊँ भन्नुहुन्छ त्यही भएर चाहिँ मैले मुभीको टिकट्सहरू पनि काटेको छु यो एन्जिला भन्ने मुभी चलेको छ भनेर भन्नुहुन्थ्यो मैले त न नाम सुनेको थिएँ होइन न मैले त्यो ट्रेलर केही पनि हेरेको छैन तर पनि आई गट टिकट्स यो 5 वटा मैले टिकट काटेको छु आन्टी कान्छी अझै अनि प्रिया बहिनी अनि रसु र मेरो लागि चाहिँ 5 वटा टिकट काटेँ मैले 6 बजेको छ अब आन्टीहरूलाई लिएर जानुपर्ने हुन्छ अनि आज नत्र चाहिँ मैले चाहिँ आज अलिक घरमा मिठो बनाएर सबै फ्यामिलीसँग खाने सोचेँ तर पनि मैले फुड्सहरू चाहिँ अर्डर गरेको छु घरमा खान्छौँ अजयसँग टक्क लाएर सबैजना बसेर अनि त्यसपछि चाहिँ आन्टीहरूको इच्छा पुरा गर्नको लागि मुभी हेर्न जानुपर्छ किनभने रामपुरमा चाहिँ मुभी हलहरू हुँदैन प्लस टाइमहरू पनि हुँदैन नि त छैन क्या रामपुरमा मुभी हल अनि त्यही भएर पोखरा आएको बेलामा चाहिँ राति भयो भने 7 बजे भए पनि जति बजे भयो भने मुभी हेर्न जाऊँ भनेर भन्नुहुन्छ कि अब आएको बेलामा नाइ त भन्नु मिलेन होइन अनि त्यही भएर मेरो यहाँ मतिनाको फोन भाइब्रेसन गरेँ भाइ कसको फोन आयो सबै फ्यामिलीको लागि मोमो पिज्जा यति धेरै लिएर आएको थिएँ होइन मैले त्यो चाहिँ खाइसकेँ अब चाहिँ अब रेडी भएर जानुपर्ने हुन्छ म त यही बिहान जे लगाएको थिएँ यही सेटमै जान्छु सोच्थेँ तर यहाँ मेरो चटनी लाग्यो हेर्नुहोस् कता यो टी सर्टभरि चटनी अनि प्यान्टमा पनि चटनी लाग्यो सेतोमा यो ओरेन्ज येल्लो के भन्छ चटनी लाग्यो नि त त्यही भएर चाहिँ म प्यान्ट चेन्ज गरेँ यो टी सर्ट पनि अब नर्मल अब घरमा बस्ने टी सर्ट लगाएर जान्छु यस आज त एकदम धेरै काम पनि थियो फेरि आन्टीहरूले मुभी हेर्न जाऊँ भनेको बेलामा नाइ पनि भन्न सकेन त्यही भएर चाहिँ जाँदैछौँ अब यस्तो हेरिहालौँ न कस्तो छ मुभी के छ भनेर मुभी चाहिँ रिभ्यू हेरेको थिएँ अरे रसुले अनि टिकटकहरूमा पनि रिभ्यू चाहिँ राम्रो छ अरे दयाहाङ राईको अनि अलि इमोसनलवाला नि छ भनेर भन्नुभएको थियो अब लेट्स सी कस्तो हुन्छ आजै ल्यास लगाएको दिनमा म रुन्छु क्या हो धुरु अब त्यही हो अब चेन्ज गर्छु म चाहिँ एउटा कुनै ब्राउन कलरको टी लगाउँछु हिजो लगाएको टी यो लगाउँछु पपकर्न लिँदै मुभी हेर्नको लागि प्रियाको फोटो खिच्दिने रे एन्जिला लेखेको अगाडि यता फोटो खिच्दिनु प्रियाको यहाँ पपकर्नहरू लिएको छौँ यहाँ आन्टी र अझै हुनुहुन्छ कमान छ मुभी टाइम अझैसँग फर्स्ट टाइम मुभी हाम्रो घरको अजीको भाइको बुढी भनेपछि हाम्रो अजीको बुहारी ल हामी चाहिँ वेटिङमा अब सुरु हुन्छ कस्तो थियो उनको संघर्षको बाटो आउनुस् एउटा प्रेरणादायी जीवनको साक्षी बन सो गाइज अहिले चाहिँ इन्टरमिसन भइसक्यो अनि म त यहाँसम्म त आधी घन्टाबाट रोको के कस्तो मतलब
त्यो फुटबलरको लाइफ स्टोरी रियल लाइफ स्टोरी चाहिँ मुभीमा बनाएको रहेछ नि त एन्जिला भन्ने तर मतलब कि म त हजुर पनि हेर्न आउनु होला सपोर्ट नेपाली मुभी भनेर चाहिँ हामी आएको हो होइन अनि त्यही हो तिमी इमोसनल भएनौ म त सानो कुरा अनि इमोसनल हुन्छ नि त्यो भएर चाहिँ मलाई आशा आएको होला है ओके गाइज रसुली पे गर्दैछ अब इन्टरमिसन हो वासरुमहरू गरेर फेरि हामी हेर्छौँ अब चाहिँ 1.5 घन्टा छ होला मार्क्स मेरो आँखा बोलेर पनि झन् मति रुन्देर यतिकै हल्का त्यो मलाई तर एकदमै राम्रो मुभी नाइस मुभी म त रोएर सबभन्दा धेरै त मै रोएँ एन्जिला जति बेला रोएँ म त्यति बेला रोएँ के मस्ट वाच मुभी एन्जिला म 2 घन्टा रोएँ हो माई गड ब्याक टु होम मुभी चाहिँ एकदमै राम्रो लाग्यो एकदमै रियल इमोसन्स लाग्यो होइन अब सुरुमा हेर्न जानुभन्दा अगाडि त नाम पनि सुने होइन कि मुभी हो कस्तो हो जस्तो लाग्थ्यो तर हेर्दै गएपछि गट टु नो कि रियल स्टोरी हो मलाई चाहिँ अब यस्तै त्यो रियलिस्टिक मुभी नै मनपर्ने भएर चाहिँ आई लभ द मुभी होइन 10 out of 10 एक्टिङदेखि लिएर रियल स्टोरी भएको भएर अनि प्लस स्ट्रगल्सहरू पनि क्या अब त्यो त सबैको लाइफमा स्ट्रगल्स हुन्छ नि त कति मान्छेहरू कताबाट कता पुगिरहेको हुन्छ अनि त्यो रिलेट भएर पनि होला एकदमै इमोसन फिल भयो क्या जति बेला एन्जिला रोयो त्यति बेला म त रोएँ नन स्टप 2 घन्टा गर्दै ठिक भयो होइन अनि एकदमै राम्रो मुभी आई लभ इट अब चाहिँ यता रामेन र ससेज लिएर आएको छ हामीले अब बनाउने खासै मलाई भोक त लागेन तर पनि अब अलिअलि खान्छौँ हामी ससेज रामेन खाने हो अनि त्यही नै हो यो मैले भ्लग नबनाएको कति 1 हप्तै भएको थियो नि त त्यो भएर चाहिँ मैले आज यस्तो के गर्छु त्यो चाहिँ भ्लग बनाएको हो अनि यस सपोर्ट नेपाली मुभी म मुभी हेर्न नगएको पनि धेरै भएको थियो अनि आज यस्तो मौका परेर हेर्न गएँ अनि रिग्रेट चाहिँ भएन मलाई चाहिँ राम्रो लाग्यो सबैलाई मन पर्यो मुभी रसुलाई कस्तो लाग्यो मुभी यहीँबाट भनिदियो प्रियुलाई कस्तो लाग्यो एकदमै राम्रो मन छ है अनि एकदमै लाइक रियल कि अब ऊ एन्जिलामा कति बेला मैले आफूलाई पनि पाएँ भनेपछि अब त्यस्तो स्ट्रगल्स हजुरलाई पनि थाहा छ होला होइन पछि पनि भन्दै गर्छु लाइक लाइफको स्ट्रगल्स हो नि त इट्स अल अबाउट सो यस अब चाहिँ यो पकाउँछु एन्ड देन आई विल सी यु गाइस टायर्ड पनि बस्छु आज नुडल्स बनाउँदै फाइनली रेस्ट गर्दैछु अब माथिको कोठामा आइसकेँ अनि दिस इज माई टेडी विच आई गट भ्यालेन्टाइन्स डेमा यही छ म के अरे टेडीको यसरी अड्रेस लाएर बसिरहेको छु बिकज आज एकदमै मतलब 1 हप्ताबाट एकदमै टायरिङ डेज भइरहेको छ होइन स्टुडियोमा काम अनि प्रपर स्लिप पनि पुगेको थिएन तर पनि आज यति धेरै कामहरू गर्यो त्यही भएर अब यो भ्लग चाहिँ म भोलि कन्टिन्यू गर्छु होला जस्ट टु अपडेट यु गाइज लाइक लाइफमा के हुँदैछ मैले त्यो स्टुडियोको काम घरको काम यही मात्रै हुँदैछ होइन अब चाहिँ ब्याक टु ब्याक भ्लग्सहरू आउँछ अब रसु मेरो यो बर्थडे विक हो भन्न मिल्छ होइन मतलब आज कति हो 21 होइन अझै छ अझै 10 days छ फर माई बर्थडे विक त भन्नु मिलेन बर्थडे मन्थ चाहिँ भन्नु मिले बर्थडे विक चाहिँ अब 20 कतिबाट भन्न मिल्छ मेरो मार्च 30मा हो बर्थडे अनि एकदमै राम्रो कुराहरू गर्नेछौँ त्यो चाहिँ हजुरलाई थाहा हुन्छ मेरो भ्लग रसुको भ्लगको थ्रुबाट अनि यस सो फर द बेस्ट ओके गाइस सी यु टुमोरो मेरो त फेस पनि एकदमै टायरिङ देखिरहेको छ अनि अब चाहिँ ड्रेस चेन्ज गरेर स्लिपिङ अनि भोलि भेटौँला बिहान के गर्छ त्यो देखाउँछु गुड नाइट नेल्स बनाएपछि मेरो हुन्छ मेरो जतिखेर नि हात के यस्तो गर्नु मन लाग्छ अब